यहाँनिर खसी बजार भन्दा मुनिको चोकमा चेकिङ भइरहेको छ। पुलिसको भेनै रङ साइडमा रोकेर चेकिङ गरिरहेको। ल भन्नुहोस् अब कुन साइडबाट जानु पर्यो हामी, किनभने तलबाट बाटो एकदम पानी परेको अवस्थामा चिप्लो र उस भएको छ। पुलिसको भेन रङ साइडमा रोकेर चेकिङ गरिरहेको छ। पुलिस ट्राफिकको भेन रङ साइडमा रोकेर चेकिङ गरिरहेको छ। साइड लगाएर रोक्नुपर्ने होइन र यो। हामी त बाटो तलबाट चिप्लो भयो उस भयो भनेर हामी यताबाट आएको। हाम्रो त कम्पनी नै यही माथिबाट थियो, बाटो यतैबाट परेको भएर आएको। नेपाल पुलिस ट्राफिकको भेनै रङ साइडमा राखेर चेकिङ गर्नेको उद्देश्य के हो? के उनीहरूलाई चाहिँ लागु हुँदैन कानुन? ल हेर्नुहोस्, उनीहरूलाई लागु हुँदैन कानुन।